ल साथीहरु अब यहाँ हाम्रो बहिनी सानो बहिनी चाहिँ यो पुलमा यहाँ उभिएको पनि थियो अरे है। यहाँबाट बहिनी चाहिँ हाम फालेर यहाँ तल झरेको छ, तर जिउँदैछ बहिनी, चल्दैछ। पुलिसलाई पनि खबर पनि गरिदिएको छ भने प्रहरीहरू पनि आउँदै हुनुहुन्छ हैन। बिचरा अब कसरी झर्यो के गरी झर्यो हामी छक्क पनि हामी पनि टाठाहरू हेर्न जाँदाखेरि चाहिँ यहाँबाट झरेको भनेर चाहिँ यहाँ हाम्रो बहिनीहरूले पनि देखेको रहेछ। धेरैजनाले प्रत्यक्षदर्शी पनि हुनुहुँदो रहेछ हैन। तर चाँडो चाहिँ आउनुपर्ने हो, पुलिसहरू पनि आउँदै चाहिँ हुनुहुन्छ अरे है। अहिले फोनसोन पनि गरेको छ भने कति साथीभाइहरू चाहिँ खानै पनि गएको छ। राम 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 हेर त, यो बिचरा चाहिँ अब लगभग यो 15-16 वर्षको बच्चा होला नि। 15-16 वर्षको होइन भाउजू, यहाँ अहिले भर्खर आउने बहिनीहरू चाहिँ देखेको रहेछ क्या। त्यही 13-14 वर्ष, धेरै त होइन, धेरै होइन। हेर त भगवान्, अब यस्तो पुलहरू पनि अलिक अब जोगिएर चाहिँ जोगिएर हिँड्नुपर्छ। मलाई चाहिँ लाग्यो यो बहिनीलाई नि त्यो छाडे मिर्गी रोग सिरी रोग केही छ कि जस्तो लाग्यो क्या। त्यस्तो भएन पनि छेउछेउमा हिँड्दाखेरि भक्लको हुन्छ नि त, मलाई त्यस्तै लाग्यो क्या। त्यस्तो मिर्गी रोग हुनेहरू, छोप्पा रोग हुनेहरू हुनुहुन्छ भने चाहिँ अलिकति सचेत हुनुपर्छ होइन। खुट्टा पनि चल्दैछ, चल्दैछ, आँखा झिम्काउँदैछ बहिनीले, सास पनि फेर्दैछ। ढुङ्गा परेको छैन भाउजू, ढुङ्गा परेको त बन्दमा झरेको क्या। ढुङ्गामा थियो भने त नि ब्लडै ब्लड भइहाल्छ नि। पुलिसलाई यहाँ साथीहरू गएको छ, दाइसँग नम्बर छ, सुजिन दाइसँग त हुनु पर्ने त नम्बर गरिदिनु आउँदै हुनुहुन्छ अरे। ल यो बहिनीलाई चाहिँ चाँडै उद्धार गरे हुन्छ हजुर। तल पुलिसले उयोमा लगिहाल्छ नि, सास फेर्दैछ बहिनीले। ढुङ्गामा परेन क्या झन्दा झरेको रहेछ। हो कस्तो ढिलो हो, प्रहरीहरू आउनु क्या हो। आइ चाहिँ हाल्नुपर्ने हो प्रहरीहरू, साह्रो ढिलो भयो।